मित्रहरू, फागुन 21 मतदान गर्ने दिन, नेपालको सुन्दर भविष्य निर्माण गर्नको लागि आफ्नो अधिकार प्रयोग गर्ने दिन। त्यसैले यो अत्यन्तै महत्त्वपूर्ण दिनमा आफ्नो विवेक प्रयोग गरेर मतदान गरौँ। तपाईले सही व्यक्तिलाई दिनुभएको एक भोटले यो देशको भविष्य सुन्दर बन्न सक्छ, तर तपाईले गलत व्यक्तिलाई दिनुभएको एक भोटले यो देशको अस्तित्वमाथि नै सङ्कट आउन सक्छ। कुनै पनि पार्टी या व्यक्तिलाई मतदान गर्नुभन्दा अगाडि धेरै अल्मलिनु जरुरी छैन, तर केही महत्त्वपूर्ण विषयहरूमा विचार गर्न भने अत्यन्तै जरुरी छ। तपाईको क्षेत्रका उम्मेदवारहरूमध्ये कुनै न कुनैलाई तपाईले भोट दिने मानसिकता त तयार गरिसक्नु भएको होला। यसरी भोट दिनुभन्दा अगाडि हामीले केही कुराहरूमा विचार गर्नु अत्यन्तै जरुरी छ। कम्तीमा हामीले आफ्नो क्षेत्रका उम्मेदवारहरूको थोरै भए पनि विगत बुझ्ने कोसिस गरौँ। हेर्नुहोस्, हरेक व्यक्तिको आफ्नो विगत हुन्छ। उसको राजनैतिक विगत, सामाजिक विगत, व्यावसायिक विगत, व्यक्तिगत विगत, नैतिक विगत, चारित्रिक विगतहरू हुन्छ। यी विगतहरूको बारेमा कम्तीमा हामीले अध्ययन गरौँ, जो चाहिँ उम्मेदवार बनेर तपाईँको घर घरमा आँगनमा आउनु भएको छ। किनकि विगत बिनाको वर्तमान हुँदैन र वर्तमान बिनाको भविष्य हुँदैन। अहिले वर्तमानमा भइरहेको प्रचारबाजी, तामझाम, लोकप्रियताको आधारमा मात्र हामीले आफ्नो भोटको निर्णय नगरौँ। तपाईँको घर आँगनमा नमस्कार गरेर आयो भन्दैमा, तपाईँसँगै बसेर खाना खायो भन्दैमा, थाल माझ्यो भन्दैमा, भारी बोक्यो भन्दैमा, सँगै नाच्यो भन्दैमा, सँगै टाँसिएर फोटो खिच्यो भन्दैमा भोट हालिहाल्नुपर्छ भन्ने छैन। चुनावको बेलामा यस्ता खालका प्रचार शैलीहरू पहिलादेखि नै हुँदै आएको हो। त्यसकारण यतिमै तपाईँ भुलेर मख परेर फल्नालाई म भोट दिन्छु भनेर अहिले नै निर्णय गरिहाल्नुपर्ने जरुरी छैन। मैले अघि नै भने नि, कम्तीमा थोरै भए पनि जसलाई तपाईँले भोट दिन्छु भनेर निर्णय गर्नु भएको छ या सोच बनाउनु भएको छ नि, ती उम्मेदवारहरूको थोरै भए पनि तपाईँले विगतको अध्ययन गर्नुहोस् क्या। उनको विगतमा योगदान कतिको छ यो समाजलाई, कुनै अनुभव र योगदान नभएको विगत अनि स्पष्ट खाका सहितको भविष्य नबोकेको उम्मेदवारलाई हामीले आफ्नो अमूल्य मत दिनु जरुरी छैन।